नमस्कार, वेलकम टु योगा अभ्यास। आज हामी बिगिनर्स योगा पार्ट 5 गर्दैछौँ। सर्वप्रथम माथि उभियौँ, खुट्टालाई 2 फिट जति टाढा राखेर उभियौँ। एकचोटि गहिरो इन्हेल गरौँ, एक्सहेल गर्दै गर्दै हाफ बेन्ड गरौँ र हाफ बेन्ड भइसकेपछि दुवै हातले एकअर्काको कुइनोमा समातेर माथि इन्हेल र मुनि जाँदा हुत्तेर गएर एक्सहेल। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20। यो वार्म अप एक्सरसाइज तपाईले जति चाहनुहुन्छ गर्न सक्नुहुन्छ। 50 चोटि 80 चोटि आफूलाई जतिसम्म सक्नुहुन्छ गर्नुहोस्। यो एक्सरसाइजले हजुरहरूको ह्यामस्ट्रिङमा हाम्रो खुट्टाको पछाडिपट्टि भएको यहाँको नसामा फ्लेक्सिबिलिटी ल्याउँछ। अब हामी म्याटमा आएर तल बस्दै खुट्टालाई गौमुख आसनमा लिएर आउँ। लेफ्ट खुट्टालाई तलबाट बेन्ड गरेर पछाडि लग्ने, राइट खुट्टालाई माथिबाट बेन्ड गरेर पछाडि लग्ने र माथि भएको खुट्टाको पट्टिको हातलाई माथि र तल भएकोलाई तल राखेर हातलाई घुमाएर गरुड आसनमा होल्ड गरौँ। इन्हेल, एक्सहेल। 1 2 3 4 5। अब हातलाई रिलिज गरिदिउँ र बिस्तारै खुट्टालाई चेन्ज गरौँ। माथि भएको खुट्टालाई तल र तलको खुट्टालाई माथि ल्याएर गौमुख आसनमा बसौँ र त्यसैगरी माथि भएको खुट्टाको साइडको हातलाई माथि र तलको खुट्टाको साइडको हातलाई तल गरेर हातलाई गरुड आसनमा ल्याएर होल्ड गरौँ। 1 इन्हेल, एक्सहेल गर्न नबिर्सनु होला। 2 3 4 5। बिस्तारै रिलिज गरिदिनुहोस्। अब माथि भएको खुट्टालाई खोलेर बाहिरपट्टि लग्ने, बाहिरपट्टि फिचाइदिने, तलको खुट्टालाई त्यहीँ राख्ने। यो पोजिसनमा आइसकेपछि इन्हेल गर्दै दुवै हातलाई माथि लग्ने र एक्सहेल गर्दै साइडमा, फेरि इन्हेल, फेरि एक्सहेल गर्दै अगाडि। 1 2 एक्सहेल गर्दै साइडमा, इन्हेल गर्दै माथि, फेरि एक्सहेल गर्दै अगाडि, फेरि इन्हेल गर्दै माथि। 3 4 5 6 7 8 9 10। अब हातलाई बिस्तारै तल ल्याउँ र खुट्टालाई चेन्ज गरौँ। इन्हेल गर्दै दुवै हातलाई माथि, एक्सहेल गर्दै साइडमा, इन्हेल गरेर माथि, फेरि एक्सहेल गर्दै अगाडि। इन्हेल, एक्सहेल, इन्हेल, एक्सहेल। 2 3 4 5 6 7 8
9 10 बिस्तारै माथि आएर हातलाई छोडिदिउँ। अब हामी आफ्नो राइट खुट्टालाई बाहिरपट्टि टेकेर यसरी 90 डिग्रीमा मिल्ने गरी स्ट्रेट र स्ट्रेट यसरी राख्छौँ र लेफ्ट खुट्टाको घुँडाले टेकेर यसरी खुट्टालाई पछाडिपट्टि फर्काउँछौँ। अब बिस्तारै हजुरहरूलाई कम्फर्टेबल हुन्छ सक्नुहुन्छ भने हातलाई यसो गरेर गर्नुहोस्। गाह्रो हुन्छ भने एउटा हातलाई यहाँ एउटा हातलाई कम्मरमा राखेर हल्का सपोर्ट हुन्छ यसरी गर्न सकिन्छ। 1 2 3 4 5 6 7 8 9 10 अब सेम प्रोसेस नेक्स्ट साइडमा। यसले हिप एरियामा एकदम राम्रो स्ट्रेचिङ हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 र टेबल टप पोजिसनमा आउँ। टेबल टप पोजिसनमा आउँदा दुवै हातको हत्केलालाई फिजाएर भुइँमा राख्ने, हातलाई ठ्याक्कै आफ्नो कुमको मुनि सिधा स्ट्रेट लाइनको रूपमा राख्ने, आफ्नो घुँडालाई टेक्ने र हिपको ठिक्क तल लगेर राख्ने र ढाडलाई सिधा। अब हामी हाम्रो लेफ्ट साइडपट्टिको घुँडालाई उठाएर माथि तल गर्छौँ। इन्हेल एक्सहेल 2 3 4 5 6 7 8 9 10 रेस्ट। अब राइट साइडमा 1 2 3 4 5 6 7 8 9 10 रेस्ट। अब सिधा माथि उभिने र सिधै तल बस्ने मलासनमा बसिसकेपछि आफ्नो बडीको पुरा वेटलाई आफ्नो राइट खुट्टामा सिफ्ट गर्दै यसरी अनि लेफ्ट खुट्टालाई तन्काएर पर लग्ने र टेक्ने। यदि हजुरहरूलाई यो पोजिसनमा आउन गाह्रो हुन्छ भने यो खुट्टाले भुइँ टेकिँदैन भने यहाँ मुनि हजुरले सिरानी या त ब्लक्स योगा ब्लक्स हुन्छ, सिरानी हुन्छ या त आफ्नो छेउमा इँटाहरू केही छ भने त्यो पनि युज गर्न सक्नुहुन्छ। र यहाँ आएर एकछिन होल्ड गरौँ। 1 2 3 4 5 बिस्तारै लेफ्ट खुट्टालाई टेकेर माथि उठ्ने र लेफ्ट खुट्टापट्टि वेट सिफ्ट गर्दै होल्ड गर्ने। 1 2 3 4 5 फेरि राइट खुट्टाको पाइतालालाई भुइँमा टेकेर माथि आउने र केही बेर यहाँ उत्कट कोणासन गडेज पोजमा होल्ड गरौँ। 1 2 3 4 5 माथि आउँ। भर्खरै हामीले 1-2वटा अप्ठ्यारो आसन गरेको हुनाले अब हामी एकछिन रिल्याक्सिङ पोज गर्छौँ। एकछिन उतार्नु पर्यो सुत्ने र दुवै खुट्टालाई आफ्नो छाती नजिक ल्याएर हग गर्दै पवन मुक्तासनमा आउने।
अगाडि पछाडि गरेर स्पाइनलाई मसाज गर्न सक्नुहुन्छ। यसो गर्दाखेरि स्पाइनलाई एकदमै आनन्द रिल्याक्सिङ अनुभव दिन सकिन्छ। अब बिस्तारै आफ्नो हातलाई छोडेर खुट्टालाई टेक्दै पुताउँ। आफ्नो खुट्टालाई आफ्नो हिपभन्दा अलिकति बाहिरपट्टि लगेर राख्ने र बिस्तारै हिपलाई माथि माथि पुस गर्ने, आफ्नो कुमहरूलाई भित्रपट्टि पुस गर्ने र हिपको मुनि आफ्नो हातहरूलाई एकअर्कासँग फसाउँदै सकेसम्म कमरलाई माथि पुस गरेर आफ्नो क्षमता अनुसार कमरलाई माथि पुस गरेर हामी सेतु बन्धासनमा केही ब्रेथ होल्ड गर्छौँ। 1 2 3 4 5 बिस्तारै सुरुमा हातहरूलाई छोडिदिने, कुमलाई लुज छोडिदिने र हिपलाई तल ल्याएर राख्दै विश्राम गर्ने। 2-3 ब्रेथ विश्राम भइसकेपछि आफ्ना हातहरूलाई टेकेर माथि उठ्ने र यहाँबाट हामी नवासन गर्छौँ। अब आफ्नो हिप एरियालाई मजाले भुइँमा राखेर ब्यालेन्स गर्दै आफ्नो ब्याकलाई हन्च गऱ्यो भने लडिन्छ, त्यही भएर सकेसम्म स्पाइनलाई स्ट्रेट गरेर हन्च हुन नदिने, स्ट्रेट गर्ने र खुट्टालाई माथि उठाएर ब्यालेन्स गर्दै हातलाई जमिनबाट छोडेर माथि ल्याएर होल्ड गर्ने। यदि हजुरहरूलाई यो गर्न गाह्रो छ भने खुट्टालाई हाफ बेन्ड गरेर यो सजिलो हुन्छ। यदि यो गरेर होल्ड गर्न पनि गाह्रो छ भने सुरुवाती फेजमा आफ्नो दुईटा हातले दुईटा खुट्टालाई यहाँ समातेर यसरी होल्ड गर्न सक्नुहुन्छ। तर यदि सक्नुहुन्छ भने यसो गर्नु, यदि सक्नुहुन्छ भने खुट्टालाई सिधै राखेर होल्ड गर्नुहोस्। 1 2 3 4 5 अब बिस्तारै खुट्टालाई तल ल्याएर विश्राम दिने र हातलाई पनि विश्राम दिने। हजुरहरूले यो योगा प्र्याक्टिस सकिसकेपछि 2 देखि 3 मिनेट अनुलोम विलोम पक्कै पनि गर्नुहोला। अनुलोम विलोम गर्नको लागि सर्वप्रथम राइट हातलाई माथितिर फर्काउँदै आफ्नो घुँडामाथि राख्ने, लेफ्ट हातलाई यसरी छुट्याएर दुईटा औँला गरेर छुट्याइदिने र यो बुढी औँलालाई अलग्गै। अब आफूतिर फर्काउँदै छेउको दुईटा औँलाले आफ्नो लेफ्ट नोस्ट्रिललाई बन्द गर्ने, बिचको दुईटा औँलाले निधारमा राख्ने, नदबाइकन हल्का राख्ने मात्र र बुढी औँलाले राइट नोस्ट्रिलमाथि राख्ने। सुरुमा श्वास आफ्नो लेफ्ट नोजबाट लिनुहोस् र बिस्तारै लेफ्ट नोजलाई बन्द गरेर राइट नोजबाट सासलाई छोडिदिनुहोस्। पुरा रूपमा सासलाई छोडिसकेपछि अब फेरि राइट नोजबाट सास लामो र गहिरो गर्दै लिनुहोस्
र राइट नोजलाई आफ्नो बुढी आमाले बन्द गरेपछि अब लेफ्टपट्टि खोलेर लेफ्टबाट रिलिज गरिदिनुहोस्। यसरी हजुरहरूले 2-3 मिनेट प्र्याक्टिस गर्न सक्नुहुन्छ। अनुलोम विलोमले हजुरहरूको ब्रेनसम्म अक्सिजनलाई पुर्याउनमा मद्दत गर्छ अनि मेन्टल क्ल्यारिटी बढ्छ, डिसिजनहरू लिन सजिलो हुन्छ, ब्रेन फगहरू हुँदैन र आँखामा भएका केही एलर्जिसहरू केही विकारहरू छन् भने ती पनि आँसुको रूपमा बगेर जान्छन् र अर्को फोक्सोमा ब्रिदिङ क्यापेसिटीलाई बढाएर लिएर जान्छ। यहाँसम्म बसेर पुरा भिडियो हेरिदिनु भयो, यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। यस्तै खालका उपयोगी भिडियोहरू म भविष्यमा पनि लिएर आउनेछु। योग अभ्याससँग जोडिएर बस्नुहोला। धन्यवाद।